भोट हालेर पनि आइयो। हाम्रो घरको डाल यो कुकरमा चाहिँ पाक्दैछ। हेलो नमस्ते सकुसागरी कुरा वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ, म पनि एकदम ठिक छु अहिलेको लागि चाहिँ। सो आज चाहिँ हामी चुनाव हाल्न गइरहेको छौँ। सो म रेडी भइसकेको छु, साथी चाहिँ आउँदैछ। सो आज चाहिँ फागुन 21 गतेतिर चुनाव। सो म चाहिँ गइरहेको छु, म तयार छु, रेडी छु बिहान, र घरमा पनि कोही छैन। सो अहिले चाहिँ घरमा कोही पनि छैन, म एक्लै छु र खाना चाहिँ बनाएर चाहिँ जानुपर्नेछ। सो दाल पाक्दैछ, देख्न सक्नुहुन्छ। हाम्रो घरको दाल यो कुकरमा चाहिँ पाक्दैछ हाम्रो दाल। हामी त्यसपछि खाना अहिले केही पनि पाकेको छैन, भात पाकेको छ र दाल चाहिँ पाक्दैछ। 3 सिटी हानेर त्यसपछि बन्द गर्नुपर्ने छ मेरो दाल। र यो सर्फ त ठुलै छ र म आज चुनाव हाल्छु। के थाहा को जित्छ को जित्दैन, र हेरौँला रिजल्ट के आउँछ होइन लास्टको दिनमा। त्यसैले आजको दिनदेखि कुनै पनि सामाजिक सञ्जालमा यस्तो चुनावीको बारेमा चाहिँ कुनै पनि सामाजिक सञ्जालमा हाल्न पाइने छैन। त्यही भएर म चाहिँ लास्टमा हाल्नेछु, हेरेर सपोर्ट गर्नु होला मेरो भिडियोलाई। सो अहिले चाहिँ हामी रेडी छौँ। अहिले मेरो साथी आएपछि त्यसपछि जाम्ला हामी, यहीबाट आउँछ मेरो साथी। सो अहिले आएपछि त्यसपछि जाम्ला। मसँग चाहिँ के भन्छ मत हाल्ने त्यो कार्ड चाहिँ छैन, तर 2 चोटि चाहिँ हालिसकेको छु। नागरिकताले मात्रै हालेको छु, योचोटि पनि गइरहेको छु। नागरिकताले बन्छ कि बन्दैन हेरौँ के हुन्छ अब उतै गएर। ल है भोट हाल्न हिँड्यौँ अब। ल भोट हाल्न साथी र म भोट हाल्न हिँड्यौँ। फाइनली हामी चाहिँ अब भोट हाल्ने केन्द्रमा पुग्यौँ। अब पुगिसकेपछि अब यति यहाँ मान्छेहरूको भिड धेरै थियो। अब सबैजना चाहिँ लाइनमा थियो, हामी पनि लाइनमा बस्यौँ र लाइनमा बसेर चाहिँ पालो कुर्दै थियौँ। भोट हालेर पनि आइयो। अब मैले चाहिँ भोट हालिसकेँ है, देख्न सक्नुहुन्छ यो मेरो नङमा चाहिँ मैले भोट चाहिँ हालिसकेँ है। मेरो भोटिङ लिस्टमा नाम थियो, मैले नागरिकताबाट हालेँ। कार्ड चाहिँ थिएन मेरो, तर मैले चाहिँ हालेँ है। मैले चाहिँ एउटा सक्षम व्यक्तिले नै हालेछु। सो आशा छ अब रिजल्ट आउँछ अनि त्यसपछि थाहा हुन्छ कसले जित्छ होइन। तर मलाई खुसी छ मैले चाहिँ भोट हाल्न पाएँ। सो सबैले यही लाग्छ कि मैले चाहिँ जुन जसलाई भोट हालेँ सो त्यही जित्नुपर्छ हुन्छ। सो अवश्य पनि मलाई विश्वास छ मैले हालेको मत खेर जानेवाला छैन। सो त्यही जित्नेवाला छ। अब रिजल्ट नै थाहा हुन्छ, रिजल्ट आएपछि। सो खुसी छु, म चाहिँ भोट हालेर आइसकेँ साथीहरू। तपाईँ पनि आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो क्षेत्रबाट भोट हालेर आफ्नो उम्मेदवारलाई चाहिँ जिताउनु होला है। र शान्तिपूर्ण, एकदमै शान्तिपूर्ण चाहिँ भोट हालियो र कुनै पनि त्यस्तो झैझगडा चाहिँ छैन हाम्रो यता एरियामा। सो खुसी लाग्छ मलाई यस्तो ठाउँमा चाहिँ कुनै पनि झैझगडा छैन र शान्तिपूर्ण हामीले चाहिँ चुनाव सम्पन्न गऱ्यौँ हाम्रो। अब थाहा हुन्छ साँझतिर होइन, साँझ या भोलिसम्म सायद थाहा हुन्छ कि कसले जित्छ कसले जित्दैन होइन। सो आशा गर्छु आफूले चाहिँ भोट हालेको मान्छे नै जितोस् भनेर मैले चाहिँ आशा गर्छु। तपाईँ पनि आशा गर्नुहोस्, तपाईँको भोट चाहिँ खेर नजाओस्, तपाईँकै भोट हालेको मान्छे जितोस् होइन। सो यही भन्न चाहन्छु साथीहरू। यति भन्दै म चाहिँ तपाईँ सबैलाई चाहिँ बाई बाई भन्छु र फेरि पनि नयाँ भिडियोमा भेट हुने बाचा गर्दै म चाहिँ बिदा हुन्छु। बाई बाई साथीहरू।